सबैलाई नमस्कार। म इन्द्रलाल गोले, वैदेशिक रोजगार उद्धार नेपालको अध्यक्ष। देश विदेशमा रहेका सम्पूर्ण दाजुभाइ दिदीबहिनी र स्वदेशमा बसेका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुमा मेरो नमन, न्यानो अभिवादन र साथै शान्तिको अभिवादन। आदरणीय दर्शकवृन्दज्यूहरु, म करिब यो वैदेशिक रोजगार उद्धार नेपालको संस्थामा बसेको कमसे कम 2066 सालदेखि हालसम्म म कार्यरत छु र यहाँहरुको मैले बुझी नबुझी जानी नजानी तपाईहरुको सहयोगमा, तपाईको समस्यामा साथ दिँदै आएको एउटा व्यक्ति जस्तो मलाई लाग्छ। मेरो परिचय दिइरहनु पर्छ जस्तो मलाई लाग्दैन। तपाईहरुप्रति सबै जग जाहेर नै छ र साँच्चै नै काम गर्ने क्रममा एउटा मान्छेकोमा हुनुपर्ने एउटा सेवा गरेको जस्तो मलाई लाग्छ र यहाँहरुलाई मैले एउटै मात्र अनुरोध गर्न चाहिँ, अझसम्म मैले 17-18 वर्षसम्म यहाँहरुको सेवामा समर्पित भएँ र आफ्नो घर बनेन, आफ्नो छोराछोरी भनेन, आफ्नो घर परिवार सबै त्यागेर यहाँहरुको सेवामा समर्पित भएको कुरा जग जाहेर नै छ। त्यसैले यहाँहरुसँग मैले एउटा अनुरोध गर्न चाहिँ, आगामी आउने निर्वाचनमा म उम्मेदवार बन्दै छु। के लाग्छ यहाँहरुलाई? यहाँहरुको काममा अझै सहज, अझै बलियो, अझ ऊर्जाशील रूपमा काम गर्नको निमित्त आगामी आउने निर्वाचनमा म भाग लिँदै छु, जहाँ कि समानुपातिक तर्फबाट, समानुपातिकमा। र यहाँले मलाई सम्झेर, अर्थात मैले गरेका गुणहरू अथवा तपाईले कसरी लिनुहुन्छ, पीडितहरुको लागि गरेको आवाज बुलन्द गर्ने क्रममा यहाँहरुको मैले साँच्चै नै 17 वर्षसम्म सेवा गरेको जस्तो मलाई लाग्छ। यहाँले आउँदै गरेको निर्वाचनमा समानुपातिक तर्फबाट डोको चिन्ह, यहाँले राम्ररी सुन्नु होला, डोको चिन्हमा छाप लगाएर साँच्चै नै तपाईहरुले मलाई विजय गराइदिनु भयो भने अझ मैले तपाईहरुको सेवामा अझ समर्पित, अझ जिम्मेवारी हुने थियो भन्ने मैले लागेको छ। मलाई विश्वास छ अहिलेसम्म टिकटक लाइभमा 2 वर्षमा मात्रै हो फेरि 1,14,00,000 साथीहरुले मलाई लाइक गरेको छ भने फलोअर्सहरु मेरो करिब 4 लाख जति भएको छ। मैले सेवा गर्दै आएको छ। यहाँले मैले अघि पनि भने यहाँहरुसँग जग जाहेर छ, मैले यसको परिचय दिइरहनु पर्छ जस्तो मलाई लाग्दैन। त्यसकारणले नेपाल जनता संरक्षण पार्टीको तर्फबाट, यहाँले फेरि सुन्नु होला, नेपाल जनता संरक्षण पार्टीबाट समानुपातिक तर्फबाट उम्मेदवार बनेको छु।